विद्या समस्ता तवदैवी भेदा त्रिया समस्ता सकला जगत्सु स्तैकया पूरित मम यैतदे कातेस्तुतिस्तव्य परापरोक्ति। विद्या जगतमा जति छन् तिमी हौ, नारी जगतमा जति छन् तिमी हौ। एउटी तिमीले जगतै भरियो, यस्ती तिमीमा स्तुति के गरियो। आद्यशक्ति भवानी भुवनेश्वरी माता जगदम्बिका सम्पूर्णकी मातृस्वरूपिणी हुनुहुन्छ। विद्याकी खानी हुनुहुन्छ, सम्पूर्णमा कल्याण वर्षाउनेवाला हुनुहुन्छ। सम्पूर्णमा आनन्दत्व प्रदान गराउन हुने सम्पूर्णकै मातृस्वरूपिणी हुनुहुन्छ। शक्ति प्रदायक उनी माता जगदम्बिकामा सतत नमन गर्दै www.ज्योतिषसञ्चार.com मार्फत ज्योतिष संचार टिभी, ज्योतिष संचारको फेसबुक पेज र विभिन्न सामाजिक सञ्जालहरू मार्फत दैनिक राशिफलको पर्खाइमा बस्नुभएका तमाम आदरणीय दर्शक महानुभावमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छु। दर्शक महानुभावहरू सदा चाहिँ आज पनि दैनिक राशिफल लिएर यहाँकै छोटा कोठा आँगन पेडी अनि यहाँकै घर आँगनमा बिहानको मिरमिरेसँगै आजको दिन के कसरी अगाडि बढ्दैछ भन्ने जिज्ञासा मेटाउनका साथ उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज 2081 साल चैत्र 22 गते शुक्रबार, तदनुसार 4 अप्रिल 2025। सप्तमी तिथि 49 घडी 56 पलाव उपरान्त अष्टमी तिथि प्रारम्भ हुनेछ। मृगशिरा नक्षत्र 13 घडी 46 पलाव उपरान्त आराद्रा नक्षत्र प्रारम्भ हुनेछ। विष्कुम्भादि योगमा शोभन योग, बबाधिकरणमा गरकरण। आज बिहान सूर्योदय 5:53 भयो भने सूर्यास्त साँझ 6:22 हुनेछ। दर्शक महानुभावहरू आजको दिनमा विशेषतः सम्पूर्ण कार्य गर्नका लागि पनि मध्यम किसिमको रहेको छ। यो त भयो आजको पञ्चाङ्ग। अबको प्रस्तुतिमा आजको दिन यहाँहरूको के कसरी अगाडि बढ्दैछ आउन सम्पूर्ण जानकारी आजको राशिफलबाट। मेष राशि, अधुरा काम पुर्याउनुका साथै नयाँ काम पाइने योग छ। पारिवारिक सरसहीले गर्दा लामो समयदेखि फँसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। काममा भएको लगनशीलताले सबैको प्यारो बनिनेछ। वृष राशि, झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। पैतृक सम्पत्तिमा केही विवादको सामना गर्नुपर्ने देखिन्छ। आजको दिनमा सजगताका साथ अगाडि बढ्नुहोला। मिथुन राशि, सौन्दर्यतामा मन जाने देखिन्छ। पठन पाठनमा सफलता पाइने योग छ। न्यायिक कार्यमा तपाईँकै जित हुनेछ। अध्ययन अध्यापनमा सफल भइनुका साथसाथै साथीभाइको सहयोगले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। कर्कट राशि, व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। आर्थिक सङ्कटले ग्रस्त बनाउनेछ। काममा ढिला सुस्ती हुनाले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन। सिंह राशि, अध्ययन अध्यापनमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। दाजुभाइको सरसहयोगले काममा सफलता पाइने योग छ। पठन पाठनमा सफलता प्राप्त हुनाले सबैको प्यारो बनिनेछ। कन्या राशि, कुरा काट्नेहरू सक्रिय रहनेछन्। विश्वास गरेकाबाट धोका पाइने योग छ। साथीभाइबाट केही अपहेलित हुनुपर्ने देखिन्छ।
नशा सम्बन्धी समस्याले सताउनेछ। वैदेशिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। तुला राशि भूमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ। चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। पारिवारिक स्वास्थ्यमा गडबड आउनेछ। आफन्तमा वैरभाव आउनुका साथसाथै झुट्टा आरोपको समेत सामना गर्नुपर्ने देखिन्छ। वृश्चिक राशि कृषि तथा फलाम सम्बन्धी कामबाट लाभ लिन सकिनेछ। अध्ययन अध्यापनमा सफलता पाइनेछ। पारिवारिक सरसजीले लामो समयदेखि रोकिएका कामहरू पूर्णता प्राप्त गर्न सकिनेछ। धार्मिक कार्यमा सहभागी पाइनेछ। आजको दिनमा कार्यमा प्राप्त भएको सफलताले ठुला व्यक्तिले पनि प्रशंसा गर्न थाल्नेछन्। धनु राशि पारिवारिक सरसहयोग मिल्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। श्रीमान श्रीमतीबीच माधुर्यता छाउनेछ। तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। मकर राशि मातृ स्वास्थ्यमा उतार चढाव आउनेछ। पितासँगको सम्बन्धमा केही गिरावट नआउला भन्न सकिँदैन। आकस्मिक रूपमा खर्चको मात्रा बढेर जानुका साथसाथै गरिरहेको काममा ढिलासुस्ती भएर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ। आजको दिनमा विश्वास गरेका साथीभाइबाट समेत केही अपहेलित हुनुपर्ने योग छ। कुम्भ राशि झुट्टा आरोपको सामना गर्नुपर्नेछ। माङ्गलिक कार्यमा बाधा आउनेछ। आर्थिक लेनदेनमा विवादको सामना गर्नुका साथसाथै राज्य पक्षबाट समेत केही कष्टता प्राप्त हुने योग छ। अन्तमा मीन राशि पराक्रममा वृद्धि भएर जानेछ। सेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। पशु तथा चौपाईबाट प्राप्त सफलताले सबैको प्यारो बनिनेछ। साथीभाइबाट सरसहयोग मिल्ने देखिन्छ। अध्ययन अध्यापनमा प्राप्त सफलताले गर्दा आजको दिनमा मनमा उत्साह उमङ्ग बढेर जाने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ। हस्त दर्शक महानुभावहरू यो भयो तपाईँहरूको आजको राशिफल। राशिफलले जे जस्तो भने पनि यहाँको दिन शुभ रहोस्, मङ्गल होस्, हामी यही कामना गर्न चाहन्छौँ। राशिलाई भन्दा पनि कर्मलाई विश्वास गरेर अगाडि बढ्नुभयो भने पक्कै पनि सफलतामा पुग्न सक्नुहुनेछ। हस्त यिनै जानकारीका साथसाथै हेरेर र सुनेर साथ दिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम प्रस्तुता ज्योतिष पण्डित प्रमोद भट्टराई पनि आजको यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। ज्योतिष संसार युट्युब च्यानल हेर्दै गर्नुहोला। हस्त नमस्कार, शुभ प्रभात।